नेपालको पश्चिमी क्षेत्रको बागलुङ, पाल्पा र अर्घखाँचीको माझमा 1149 वर्ग किलोमिटर भूभाग ओगटेर अवस्थित छ गुल्मी जिल्ला। यसैबीच पहाडी किल्ला माझ विभिन्न मनोरम दृश्यसँगै फक्रिएको छ शान्तिपुर। यसै भेगमा रहेको प्रकृतिको रंगी बिरंगी फूल बुट्टा भएको हरियो च्यादर ओढेर समुद्र तहबाट 5445 फिट उचाइमा रहेको छ टिमुरे लेक। टिमुरे लेकमा एक अर्काको सुन्दरताको प्रतिस्पर्धा गरिरहेका जस्तो लाग्ने दुईवटा आँखा जस्तै निश्चल तालहरू रहेका छन्। स्थानीयहरूले यी ताललाई टिमुरे नाम दिएका छन् र यिनै तालको नामबाट लेकको नामाकरण गरिएको हो। कञ्चन पानीले सजिएको पहिलो तालको गहिराई 15 फिट रहेको छ। यो तालको पानी सुन्दरताको जड मात्र होइन, टिमुरेका जनताको जीवन पनि हो। आकाशबाट परेको पानीका थोपाहरूबाट बनेको यो तालको पानीलाई स्थानीय बासिन्दाले नुहाउने, लुगा धुने तथा जीव जनावरलाई खुवाउने समेत गर्छन्। जब सूर्यका बिहानी किरणहरू यी जुम्लिया तालको पानीसँग सलबलाउन थाल्छन् अनि त यो स्थान पृथ्वीको स्वर्ग जस्तो लाग्छ। पर्यटकीय सम्भावना बोकेको यो स्थानमा व्यस्त जीवन र कोलाहलबाट थाकेका आँखाहरूलाई वर्णन नै गर्न नसकिने राहत पुग्छ। सँगै रहेको अर्को यो ताल 17 फिट गहिरो छ। स्थानीय बासिन्दाले यो तालको पानी पिउनका लागि प्रयोग गर्छन्। विभिन्न ठाउँहरूबाट समय समयमा यहाँ वनभोज खान आउनेहरूको ताती नै लाग्छ। अझ विदाको समय प्रकृतिसँग टोलाउनेहरूको पहिलो रोजाई बनेको छ टिमुरे लेक। हिउँको स्वच्छ सेतो मलमलको टोपी पहिरिएर मुस्काइरहेका हिमालहरूको अवलोकन यहाँबाट सजिलै गर्न सकिन्छ। यो स्थानबाट मानापाथी, माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी जस्ता हिमालहरू प्रष्ट देखिन्छन्। यसैको आडबाट यस क्षेत्रका दुवा खर्क, गुल्मी जिल्लाकै अग्लो चुचुरो ठुलो लुम्पेक, रोपाकोट, चोरकाटे, मजुवा तथा पतित पावन लेक
रेसुङ्गा तथा कफी खेतीका लागि अग्रज भूमि आँपचौरको अवलोकन सजिलै गर्न सकिन्छ। अर्को भेगतर्फ सराङ, भञ्जिङ, बिसुखर्क, झारखर्क तथा बागलुङको सुखौरा र सल्यान पनि देख्न सकिन्छ। नजिकै रहेको हराचौर, चन्द्रकोट, डाँडा मन पनि यही लेकबाट प्रष्टै देख्न सकिन्छ। ताल वरपर 30 देखि 35 घरधुरी रहेका छन्। आजभोलि यहाँ यातायातका साधन सजिलै पाइन्छ। यहाँ दैनिक उपभोग्य सामान ढुवानी गर्न र आउनका लागि जीप चल्छ। केही वर्ष यता यहाँका बासिन्दाले विद्युत सेवा पनि उपभोग गर्न पाएका छन्। समुद्री सतहदेखि उच्च स्थानमा रहेकाले यहाँका मानिसहरू आकाशे पानी घैलामा जम्मा गर्छन्। केही समय अघि मात्र जिल्लावासीको पहलमा सरकारले आकाशे पानी संकलनका लागि 2 लाख लिटरको ट्याङ्की बनाउन थालेको छ। टिमुरे लेककै काखमा सुवेदी खर्क छ अनि त्यससँगै सत्यवती मन्दिर छ। यो मन्दिरमा मंसिर पूर्णिमामा भव्य मेला लाग्छ। मेलामा परापूर्व कालदेखि प्रचलित सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिन्छ र पशु पंक्षीको बलि पनि दिइन्छ, जसले मानिसको कल्याण हुन्छ भन्ने जनविश्वास रहेको छ। यहाँ सञ्चारको राम्रो सुविधा छ। नेपाल टेलिकमले स्थानीय बासिन्दाको सञ्चार पहुँच बढाउन टावर हाउस निर्माण गरी उपकरण जडान गरिसकेको छ। यहाँकै उच्च स्थानमा टावर निर्माण गरेपछि यहाँका मानिसहरू 21औं शताब्दीको सञ्चारको युगसँग जोडिएका छन्।
विद्युत आपूर्ति नभएको अवस्थामा पनि अटुट सञ्चार सेवाका लागि सोलर प्यानल राखिएको छ। यही टावरदेखि केही माथिबाट ओह्रालो झरेपछि रेमी गाउँ पुगिन्छ। रेमी गाउँमा आन्तरिक तथा बाह्य पर्यटकका लागि होमस्टे समेत व्यवस्था गरिएको छ। अतिथि देवो भव, पर्यटकलाई आफ्ना भगवान सम्झने नेपाली संस्कार बोकेको रेमी गाउँमा पर्यटन विकासका लागि विभिन्न संघ संस्था खोलिएका छन्। मनमोहक र रमणीय देखिने पहेलपुर तोरीका बारीहरूमा फूलसँगै लुका मारी खेल्दै पुतलीहरू दिन बिताउने गर्छन्। मनोरम दृश्यका बीच मन डुलाउँदै गर्दा शान्तिका प्रतीक यी परेवा जोडीले मन अझै मोहित पार्छन्। विभिन्न फलफूलहरू, कागती, सुन्तलाको राम्रो उत्पादन हुने यो क्षेत्र कफी उत्पादनका दृष्टिले पनि अग्रणी भूमि मानिन्छ। आफैमा बेग्लै महत्व बोकेको यहाँको चालचलन, जीवनयापन, संस्कृति तथा वेशभूषाले पनि साँच्चै मन लोभ्याउँदछ। आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँ आफ्नै परम्परागत शैलीमा स्वागत गरिन्छ। साथै विभिन्न परम्परागत लोकबाजाका साथ झाँकीहरू पनि प्रस्तुत हुन्छन्। ब्राह्मण, क्षेत्री र मगर जातिको बाहुल्यता रहेको यस भेगमा नेवारी परम्परा अन्तर्गतका लाखे नाच, पुतली नाच तथा घोडा नाचले आफ्नै परम्परागत महत्व झल्काउँदछन्।